हेलो गाइस, यो चाहिँ हाम्रो गाउँको बाटो सब यो सबै चाहिँ हाम्रै गाउँ हो। अनि त्यसपछि तल हेर्नुस् त यहाँ यस्तो कुकुरको घर पनि छ। अनि त्यसपछि सेलरोटी पनि पाक्दैछ। हेर्ने भए जाउँ आइसे त यहाँ हेर्नु त यहाँ हेर्ने भए आइसो। भोलि हाम्रो दिवाली छ, दिवालीको लागि आज भोलि हाम्रो दिवाली छ। यहाँ सेलरोटी पनि पाक्दैछ। मामुले पनि यहाँ सेलरोटी पकाउँदै होइसिन्छ। अनि त्यसपछि यो चाहिँ हाम्रो नेपाली नै किचन हो। अनि यहाँ हाम्रो सुन्दरगढको मुवा। अनि त्यसपछि यहाँ दार्जिलिङको ठुलो मुवा। अनि त्यसपछि अघि नै देखाइसके। यहाँ हेर्नु त यी बाख्राहरू त अघि नै देखाइसके। तर अघि नै त यहाँ पनि देखाइसके होइन। हाम्रो अरू हेर्ने भए यहाँ आइस त यो चाहिँ घारीवाला बाटो, माथि पनि बाटो। अनि त्यसपछि यो ढोकावाला चाहिँ हाम्रो टोयलेट। अनि त्यसपछि यहाँ हाम्रो यहाँ सबै। अनि यहाँ फुपू फुपा बाबा। अनि त्यसपछि मुमा होइसिन्छ। अनि त्यसपछि हाम्रो खोइ दार्जिलिङको। अनि त्यसपछि यहाँ कुकुर पनि छ। हेर्ने भए आइस्यो। हेर्नुस् त हेर्नुस् त। अनि हेर्नु न यहाँ कस्तो रमाइलो हुन्छ।